एउटा हिजो मिसले पढाउँदाखेरि हाँसेको हो त्यो बाबु तिमी उठा त उठा 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 किन हाँस्यौ तिमी के बुझेर हाँसेको होइन सर हिजो हामीले जानु पर्दाखेरि एउटा चेप्टर लागेको थियो कस्तो चेप्टर लाइटमा स्पिकर हुन्छ जानको डरले आयो अनि मेरो नगर त्यस्तै हाँसी निस्क्यो अनि हेरेर सबैले हाँस्यो म्यामलाई पनि जिस्काएर नै छिटिहाल्यो यसो कापी बनाएर हाल्यो त्यसपछि त्यही भएर म्यामले त्यही भएर म्याम आयो तिमी त्यस्तो गर्छौ मिसलाई होइन त्यस्तो हेर्दा त सोझो सोझो लाग्छ गर्नु ल ठिक छ आजबाट म पढाउँछु पढाउँदाखेरि तिमी ध्यान दिएर पढायो हुन्छ सर भन्ने कि सर यसको बारेमा होइन भलिबल अनि के छ यो एउटा दाइ छ नि यो दाइले गर्दा हाँसेको कि छ किन तपाईँको त्यो हेर्न देखेर यो ह्यान्डराइटिङ मेरो ह्यान्डराइटिङ दिएर हाँस्यो के लेखेको मैले बुझै बुझेन त के तिमी बुझ्यौ भाइ बुझेन कहाँ लाग्यो चस्मी सर मैले बुझेँ के हो होला त च्याङच्याङ चुङचुङ चुङचुङ जस्तो छ त्यो कहाँ हो त त्यो त ऊ हो सर के हो यसलाई सम्हाल्छ यता सर्पा हिँडी जस्तै भयो त सर है भोलि बनाउनु पऱ्यो है। त्यस्तै हो त होला